गाइज, आज चाहिँ मैले अचारको रेसिपी लिएर आएको है। अचार चाहिँ मैले बनाएँ, टमाटर काटेँ अनि त्यसपछि टमाटर काटेर फ्राई प्यान बसालेँ। फ्राई प्यान बसालेर अलिकति मेथी मिलाएँ अनि त्यसपछि मैले भुटेँ प्याज हालेर भुटिसकेपछि भुटेँ। त्यसपछि मैले चाहिँ अलिकति बेसार, अलिकति नुनहरू एड गरेँ है। एड गरेर अनि त्यसपछि मैले मजाले फेरि पकाएर टमाटर हालिसकेपछि त्यसलाई मैले एकछिन चलाइसकेपछि मैले फेरि छोडिदिएँ। अनि त्यसपछि फेरि मैले तरकारीको रेसिपी ल्याउनु खोजेको, तर तरकारी चाहिँ मैले अलरेडी अगाडि नै पकाइसकेको थियो, त्यही भएर मैले तरकारीको चाहिँ यति नै मात्र भिडियो ल्याएँ। यस्तै छन्। अनि मैले तरकारी चलाएँ साथीहरू। त्यसपछि मैले तरकारी चलाएर अनि एकछिन चलाइसकेपछि मैले फेरि तरकारीलाई मैले त्यतिकै छोडिदिएँ। अनि फेरि मैले यता टमाटर हालेको थियो, त्यो टमाटरलाई फेरि मैले एकछिन छोपिसकेपछि फेरि मैले यता तरकारी चलाउन आइसकेपछि तरकारीहरू पनि मेरो पाक्यो। अनि फेरि मैले एकछिन पछि टमाटर हेरेँ, टमाटर पनि मेरो लगभग आधी जस्तो पाकिसकेको थियो। अनि मैले फेरि चलाएँ एकछिन मैले छोडिदिएँ। अनि मैले दाल पकाएको